हेलो एभ्रिवान वेलकम टु टेको नेपाल। एडिबी 2026 को रिजल्ट चाहिँ पब्लिस भइसक्यो कि तपाईहरुले हेर्नुभयो त? रिजल्ट चाहिँ कसरी हेर्ने र रिजल्ट हेर्न चाहिँ के चाहिन्छ भनेर हामी यस भिडियोमा कभर गर्नेछौं। हाम्रो धेरै जस्तो साथीहरुले चाहिँ यस टाइमको लागि धेरै अगाडिबाट वेट गरिराख्नु भएको थियो। फाइनली त्यो दिन चाहिँ आइसकेको छ। तर एउटा दुःखको कुरो जसले चाहिँ डेडलाइन कटेर म्याथ थपको समयमा भर्नु भएको थियो उहाँहरुले चाहिँ हेर्न मिलिरहेको छैन। जसले चाहिँ डेडलाइन कट्नु भन्दा अगाडि नै भर्नु भएको थियो उहाँहरुको लागि चाहिँ यस भिडियो। अब चाहिँ हामी के गर्ने कसो गर्ने भनेर भिडियो तर्फ लागौं। अब चाहिँ हामी सुरुमा के चाहिन्छ त त्यहाँ भन्ने कुरा गरौँ। हामीलाई सुरुमा चाहिने भनेको कन्फर्मेसन नम्बर जुन चाहिँ तपाईले एडिबी भर्दाखेरि पाउनु भएको थियो त्यो चाहियो। त्यसपछाडी तपाईको नाम त भइहाल्यो र आफ्नो डेट अफ बर्थको इयर। त्यसपछाडी हाम्रो डिभाइसमा भएको कुनै पनि एउटा ब्राउजर खोल्नुहोस्। मसँग चाहिँ क्रोम छ, मैले चाहिँ क्रोम खोले र त्यसमा सर्च गर्नुहोस् एडिबी 2026। त्यति गर्नु भएपछि चाहिँ तपाईको फर्स्टमा जे आउँछ त्यसमा क्लिक गर्दिनु। क्लिक गरिसकेपछि चेक स्ट्याटसमा क्लिक गर्दिनु है। त्यहाँदेखि कन्टिन्यू गर्दिनु र यो हाम्रो ठाउँ मेन कन्फर्मेसनमा मैले चाहिँ अहिले र्यान्डम हाले। तपाईहरुले जे पाउनु भएको थियो त्यही हाल्नु होला है। यो चाहिँ तपाईको फिक्स नम्बर हुन्छ। त्यहाँदेखि त्यो एक्स्ट्रा डिजिट लिँदैन पनि, त्यो भन्दा कम भयो भने पनि हुँदैन। र फ्यामिली नेममा चाहिँ तपाईले आफ्नो सरनेम चाहिँ फर्स्टमा र नेमलाई चाहिँ पछाडी लेख्नु होला। मेरो चाहिँ टेको नेपाल नेपाल टेको बनाइदिए र त्यसपछि डेट अफ बर्थमा आफ्नो डेट अफ बर्थ हालिदिनु। क्याप्चा अथेन्टिकेसनमा चाहिँ क्याप्चा चाहिँ छ त्यही हेरी हाल्नु होला। भएन भने यसलाई रिप्लेस पनि गर्न सक्नुहुन्छ र सबमिट गरिदिनु होला। मेरो चाहिँ इनभ्यालिड आइसकेको छ किनभने यो चाहिँ मेरो र्यान्डम हालेको थिएँ। तपाईहरुले पनि आफ्नो ओरिजिनल हालेर चेक गर्नु होला।